सकिन्छ कि भन्ने मलाई एउटा जिज्ञासा अथवा यो उत्साह मलाई जागेको छ र यो तालिम मलाई लाग्छ यो हामी आज 23 जनाको लागि मात्रै नभएर यो त एउटा प्रत्येक विद्यालयमा र प्रत्येक अभिभावक सबैलाई त्यो मात्रै नभएर हाम्रो यो देश सञ्चालन गर्ने हरेक व्यक्तिलाई चाहिँ यो तालिम आवश्यकता रहेछ भन्ने मैले एकदम महसुस गरेको छु र यसले हामी हैन सबभन्दा पहिला मलाई के लाग्छ भने म आफै गलत रहेछु म सच्याउनुपर्छ मेरो परिवारलाई सच्याउनुपर्छ र मैले मेरो समाज विद्यालयलाई सच्याउनुपर्छ भन्ने जुन यो प्रेरणाले मलाई यो तालिम प्रेरणा जगाएको छ त्यो पक्का पनि मैले त्यो लागू गर्छु भन्ने मलाई एउटा विश्वास पनि लागेको छ र सबैको साथीको एउटा प्रतिनिधिको हिसाबले म बोल्न पाएकोमा सबैबाट म के प्रतिबद्धता पनि जारी गर्छु भने यो तालिमबाट जुन हामी सिकेका छौँ नि हुन त हामीले तालिम धेरै लियौँ हैन त्यो तालिममा मात्रै सिक्नु भएको छ उयो तालिम हलमा मात्रै सिक्नु भएको छ बाहिर गएपछि धेरैले अलिकति त्यसलाई त्यही छोडेर नि व्यवहारमा नगर्ने त्यस्तो वर्तन सिक्नु भएको छ तर यो तालिमले एकदम व्यवहारिक भएको हुँदाखेरि हामीले कक्षाको ठाउँमा पनि लागू गर्छौँ र त्यसलाई एकदम व्यवहारमा उतारेर विद्यार्थीहरूमा एकदम सकारात्मक ऊर्जा प्रदान गर्नको लागि हामी यो तालिम गर्न प्रेरणा दिएको छ त्यो लागू गर्छौँ भन्ने एउटा प्रतिबद्धता पनि म यो व्यक्त गर्न चाहन्छु र यस्ता तालिमहरू हुन त भनिसक्नुभयो यो पटक पटक यस्ता पुनर्ताजा हुन्छ भन्ने कुरा र यो मात्रै नभएर यस्ता हैन एउटा शिक्षकहरूलाई ऊर्जा बनाउने जुन तालिम हो त्यो गाउँपालिकाले पक्का पनि एउटा यो हैन शिक्षाप्रति चासो पनि एकदम धेरै राख्नु भएको छ यस्ता तालिमहरू फेरि सबै शिक्षकहरूलाई प्रदान गर्नुहुनेछ भन्ने पनि आशा राख्दै पुनः आयोजना गर्नुभएकोमा सम्पूर्णलाई धन्यवाद दिँदै प्रशिक्षकलाई पनि एउटा रमाइलो वातावरणमा जुन एउटा तालिम हामीलाई दिनुभयो न उहाँको कहिले रिस देखियो न एकदम सकारात्मक गरेकाले वर्षा पनि आलोचना नहुने डुलाइ खेलाइ नचाहिँ जुन एउटा तालिम जुन उहाँको जुन कला छ त्यो कलालाई पनि धन्यवाद दिँदै मेरो सम्पूर्ण